चेम्बरमा हाम्रो टिमले खोल्छौँ। कुनै पनि प्रब्लम छ, कुनै पनि सरहरू टाइममै नआउने, अनि पढाएको बुझेर कुनै पनि चिज छ भने त्यहाँ चाहिँ लेखेर हाल्यो। अनि आफ्नो नाम लेख्नु पर्दैन, यो गोप्य हुन्छ है। नाम लेखेर हाले पनि हामीले सार्वजनिक गर्छौँ। सर्वप्रथम मेरो नमस्कार, मेरो नाम पुरुषोत्तम मिश्रा। म श्री समय थान माविमा कक्षा 12 में पढ्ने विद्यार्थी हो। यो हाम्रो स्कुलमा निःशुल्क शिक्षाले बहुत ठुलो प्रभाव पारेको छ। यो पहिला त निःशुल्क शिक्षा लागू हुने पूर्व त हाम्रो स्कुलमा करिब 40 जना 50 जना जति स्टुडेन्ट हुन्थे। त्यसमध्ये 10 12 15 20 जना जति केटी अनि केटा हुन्थे सबै। आज भोलि त हाम्रो 12 क्लासमा करिब 101 जना केटाकेटी छन्, जुनमध्ये करिब 50 जना केटा छन् भने 60 जना केटी छन्। यो निःशुल्क शिक्षाले गर्दा हो। निःशुल्क शिक्षाले त आज भोलि बहुत ठुलो नै प्रभाव पारेको छ। सबै पुरा स्कुलको रहन सहन सबै चेन्ज गरेछ। अब हाम्रो गाउँघरमा 11 मा फेल भएको 12 मा फेल भएको सबै विद्यार्थी घरै हुन्थे, पैसा तिर्न गाह्रो हुन्थ्यो। आज भोलि त निःशुल्क शिक्षाले गर्दा सबै स्कुलमै आउँछन्। नमस्कार, मेरो नाम अनुराधा पासी। म समेथान माध्यमिक विद्यालय एजुकेसनमा क्लास 12 में पढिरहेको छु। यहाँ निःशुल्क शिक्षा लागू भएदेखि नै हाम्रो विभिन्न अवस्थाहरू सुध्रिन र विभिन्न विद्यार्थीहरू पढ्न पाएका छन् राम्ररी। आर्थिक अवस्था एकदम कमजोर भएका विद्यार्थीहरू पनि राम्ररी पढ्न लेख्न पाएका छन्। अनि पहिला भन्दा जुन गरिब एकदम निम्न अवस्था भएको विद्यार्थीहरूले घरमै बस्नु पर्थ्यो, त्यस्तो अवस्थाबाट आज त्यस्तो विद्यार्थीहरू गरिब परिवारका विद्यार्थीहरू पढ्न लेख्न पाएका छन्। नमस्ते, मेरा नाम प्रकाश सुनार। म यही श्री समय थान माध्यमिक विद्यालय में पढ्छु। म अहिले 12 में सेक्सन बी में हो। निःशुल्क शिक्षा चाहिँ पहिला निःशुल्क शिक्षा नहुँदाखेरि हामीले फिसहरू तिर्न पर्थ्यो। किताबहरू कापीहरू पनि बाहिरदेखि आउँथ्यो, तर त्यसको पैसा लाग्छ। किताबको चाहिँ लाग्छ, किताबको लाग्दैन, कापीको चाहिँ लाग्छ, किन्नुपर्छ। यो निःशुल्क शिक्षा चाहिँ हामीले परीक्षामा पनि अब इक्जामहरूमा पनि हामीले दिन पाउँदैन, फिसहरू तिर्न पर्दैन। अनि त्यसकारण अनि त्यसपछि त्यस्तै कुनै चिजहरू फर्महरू यताउति पनि हामीले अनि सर्टिफिकेटहरू केही पाउनको लागि पनि पैसा तिर्नु परेको छैन। पहिला तिर्न पर्थ्यो, अहिले पर्दैन थियो। अनि अहिले चाहिँ नि हाम्रो यो सेक्सन बी मा चाहिँ नि 101 जना छौँ। त्यसमध्ये पनि अहिले धेरै जस्तो स्कुल नआउने र कोही आउने गरेका छन्। अनि यो निःशुल्क शिक्षाले चाहिँ नि घरमा बसेका अरूलाई पनि एकदमै आकर्षित गराएको छ। जस्तै अब गाउँमा कोहीसँग अब अलिकति पैसा नभएको, शिक्षा अलिक फिस तिर्न नसक्नेलाई पनि अहिले एकदमै राम्रो भइरहेको छ। उहाँहरूले चाहिँ आफ्नो छोराछोरीलाई पनि यहाँ स्कुलमा ल्याएर धेरै भर्ना गर्नु भएको छ। एकदमै राम्रो भएको छ, पहिलाको भन्दा ठिकै छ। त्यस्तो केही खासै छैन, सबै ठिकठाकै छ। निःशुल्क शिक्षा लागू भएपछि यहाँ चाहिँ विद्यार्थीहरूको जुन सङ्ख्या बढिरहेको छ र अभिभावकहरूले पनि चाहिँ एउटा सहज चाहिँ शुल्क तिर्न पर्दाखेरि जति गाह्रो हुन्थ्यो त्यो चाहिँ अलि सहजताको महसुस गर्नुभएको छ। निःशुल्क शिक्षा त अब यो राष्ट्रकै अब एउटा शिक्षा ऐनमै लेखिएको कुरा हाम्रो चाहिँ नगरपालिकाले चाहिँ कार्यान्वयनमा ल्याउनु भएको छ। त्यो अत्यन्त चाहिँ सराहनीय छ। र अब यसमा हामीले चाहिँ अब निःशुल्कले चाहिँ हामीले विद्यार्थीलाई भित्राउन एकदम सफल भएका छौँ भने अब हामीले पालिकालाई चाहिँ गुणस्तरको लागि पनि अब सँगसँगै गयौँ भने निःशुल्क शिक्षा अति उत्तमै नै हो। निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षा आर्थिक वर्ष 2079-80 र शैक्षिक सत्र 2080 देखि चाहिँ पूर्ण रूपमा लागू गरेको छ। अब हामीले बालबालिकाहरूलाई चाहिँ बाल विकासदेखि चाहिँ कक्षा 12 सम्म कुनै पनि शुल्क नलिएर
हामीले विद्यार्थीहरूलाई चाहिँ त्यहाँ एउटा भर्ना गरेर पूर्ण रूपमा हामीले निःशुल्क गरेर तिनीहरूलाई हामीले पठन पाठनको चाहिँ व्यवस्था मिलाएका छौँ र शिवराज नगरपालिकाले करिब चाहिँ प्रत्येक आर्थिक वर्षमा चाहिँ करिब अब 38 करोडको हाराहारीमा चाहिँ हामीले चाहिँ अहिले शिक्षामा लगानी गरिरहेका छौँ, जसमध्ये चाहिँ अब केन्द्रबाट आउने सशस्त्र नगरपालिकाको आन्तरिक बजेटबाट हामीले चाहिँ व्यवस्थापन गरिरहेका छौँ अहिले। र शिवराज नगरपालिकामा यो सबैभन्दा ठुलो समस्या भनेको हाम्रो शिक्षकहरूको समस्या हो। शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकहरू अत्यन्तै न्यून रहेको हुँदाखेरि शिवराज नगरपालिकाले अहिले करिब 200 जना शिक्षकहरू चाहिँ यहाँबाट करिब आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर अहिले हामीले विद्यालयहरूमा तहगत विषयगत रूपमा चाहिँ शिक्षकहरू चाहिँ उपलब्ध गराइरहेका छौँ। शिवराज नगरपालिकाले माध्यमिक तहसम्म जुन निःशुल्क शिक्षा लागू गरेको छ, अब आज हामी संयुक्त टोली बनाएर जुन अनुगमन गर्न गयौँ। शिवराज नगरपालिकाले पटक पटक विद्यार्थीहरूसँग सोधपुछ गर्ने र अनुगमनलाई पनि तीव्र गतिमा लगिरहेको छ। जस्तो आज हामी जुन किसिमले अनुगमन गयौँ, शिवराज नगरपालिकाले माध्यमिक तहसम्म निःशुल्क शिक्षा गर्दै गर्दा कमसेकम शिवराज नगरपालिकाभित्र अति विभिन्न परिवार जसले आफ्नो बिहान बेलुका छाक टार्न पनि गाह्रो हुने परिवारका बच्चाहरूको भविष्य पनि सुरक्षित गर्नुपर्छ भनेर जुन हामी जनप्रतिनिधि कर्मचारी सबै मिलेर जुन यो लागू गरेका छौँ, यसले पक्कै पनि मलाई के लाग्छ भने त्यो गरिबीको रेखामुनि हुने परिवारका बच्चाहरूलाई चाहिँ एउटा ठुलो चाहिँ राहतको सास चाहिँ लिनुभएको छ। निःशुल्क शिक्षा लागू हामीले जबदेखि सुरुवात गऱ्यौँ लगभग 1800 जना विद्यार्थी सङ्ख्या पनि बढ्यो। सायद हजुरहरूले त्यो हेर्न सक्नुहुन्छ, नेपालकै उसमा चाहिँ सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्याहरू घटेको अवस्था छ भने शिवराज नगरपालिकामा विद्यार्थी सङ्ख्या चाहिँ सामुदायिक विद्यालयमा बढेको अवस्था छ। यसले पनि के बुझ्न सकिन्छ भनेपछि चाहिँ शिवराज नगरपालिकामा शिक्षामा चाहिँ गरिबका रेखामुनि बस्ने चाहिँ गरिबहरूलाई सुनिश्चित छ भविष्य भन्ने कुरा एउटा चाहिँ निःशुल्क शिक्षाले दिइरहेको छ भने ब्याचलरलाई पनि हामीले स्कलरसिपहरू दिइरहेका छौँ। कमसेकम ब्याचलर पढ्ने गरिब भाइ बहिनीहरूले पनि ब्याचलर पढ्न पाउनुपर्छ भनेर त्यसमा पनि अब केही दिनभित्रै नगरपालिकाले छात्रवृत्तिमा सिलेक्सनमा पर्नुभएका भाइ बहिनीहरूको नाम हामी सार्वजनिक पनि गर्नेवाला छौँ।